अनि त्यहाँ आज यो स्पेनको तोलेदो भन्ने म्याड्रिड नजिकै एउटा सिटी छ, त्यहाँ आइसकेको छौँ। दाइरामा छौँ। दाइ चाहिँ यता हुनुहुन्छ है त। र यो चाहिँ एकदम राम्रो रहेछ यहाँको चाहिँ, जस यो एकदम पुरानो टाइपको, अनि घरहरू पनि त्यस्तै पुरानो टाइपको रहेछ। सो एकदम राम्रो छ यहाँको वातावरण, आनन्द छ यस्तो। यता चाहिँ खोला बगिरह, यता माथि बाटो छ र एकदम आनन्दको ठाउँ रहेछ है त। हजुरहरूले आएर भिजिट गर्न सक्नुहुन्छ यदि कोही नजिकै हुनुहुन्छ भने। यहाँ चाहिँ एकदम पर्यटकहरू पनि नेक्स्ट लेभल आउने रहेछ। के भन्न अरे कहना क्या चाहते हो? तारे हाम्रो बस स्टेसन त्यो होइन पर। हजुर यो चाहिँ बस स्टेसन हो। यो चाहिँ यहाँदेखि त्यो होटेल लेखेको होला तल अन्तर। यो चाहिँ बस स्टेसन हो भने हामी चाहिँ त्यहाँ हिँडेर माथि यस्तो रहेछ। अनि यो चाहिँ स्कुल हो कि चर्च हो सायद है त। ल साथीभाइहरू अर्को भिडियोमा भेटौँला। साथीभाइहरू घर चाहिँ यस्तो छ डिजाइनको है। यहाँ त्यो एकदमै पुरानो, एकदमै राम्रो छ यहाँ। हजुरहरू पनि आएर घुम्न सक्नुहुन्छ। हामी चाहिँ बाहिर म छौँ, यता हुनुहुन्छ म मजाले इन्जोय गर्न सक्नुहुनेछ है त। कन्टेन्ट त मैले सुट गर्छु तिम्रो त्यो नयाँ लिएँ। हजुर नयाँ फोन लियो भने मैले कन्टेन्ट सुट गर्छु। ल दाइले पनि अब छिटै भ्लग एउटा युट्युब च्यानल भ्लग खोल्दै हुनुहुन्छ है त। सो त्यसको लागि चाहिँ कति जति वेट गर्नु पर्ला? त्यसको लागि चाहिँ दाइको पहिला कार्ड पास हुनु पर्यो अरे, त्यसपछि चाहिँ ग्यारेन्टी हो नि। यता जाउँ न त, होइन यता नजिक जस्तो पुल छ होला, त्यता पुल हेरौँ। होइन यो भिडियो होइन ब्लग हो एक किसिमको। जस्तो मेरो युट्युब च्यानलमा आउँछ, लाइक सेयर सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने है त। नेक्स्ट भिडियो भात खाएर आइयो कि भाइ? होइन नि पैसा हुन्थेन, अहिले त कमाएर पनि पैसा छ नि त। ठुलो बिजनेस गर्नेहरूसँग कि